नमस्कार, हजुरहरूलाई आजको न्युजमा स्वागत छ। नेपालमा चलिरहेको एनपीएल लिगमा हिजोको खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स विरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई 45 रनले पराजित गरेको छ र आजको खेल लुम्बिनी लायन्स भर्सेस काठमाडौँ गुर्खाजमा हजुर कसलाई सपोर्ट गरिराख्नु भएको छ कमेन्ट गर्नुहोस् होला। अहिले सामाजिक सञ्जालमा अत्यन्तै भाइरल चलिरहेको एमएस धोनीले सुशान्त सिंह राजपूतको बायोपिकमा काम गर्ने भन्ने यो भ्रम सटायरलोजी भन्ने च्यानलले सटायर गरेर हालेको थियो र यो केवल भ्रम मात्रै हो। कसैले पनि यस्तो भ्रम समाचारमा विश्वास नगरौँ। जेड युवाहरूको आन्दोलन सुशीला कार्कीलाई मागपत्र बुझाउन मिरज ढुङ्गाना सहित नेतृत्व टोलीमा जेनजेड युवाहरू सिंहदरबार पुगेपछि प्रहरीले उनीहरूलाई लखेड्दै ढकेल्दै अनामनगरको पुल कटाइसकेको छ। सर्वोच्च अदालत प्रकरण सर्वोच्च अदालत जलाउने 5 जना युवाहरूलाई प्रहरीले पक्राउ गरिसकेको छ। दुःखद समाचार, सनी देवल र बबी देवलको पिता धर्मराज पाजीको हिजो मृत्यु भइसकेको छ, जो हिन्दी फिल्म इन्डस्ट्रीको हिम्यान पनि भनेर चिनिन्थे। निर्वाचनको लागि तयारी मार्च 5, 2026 मा प्रतिनिधि सभाको चुनावका लागि अहिलेसम्म 132 राजनीतिक दलहरूले दर्ता गराइसकेका छन्। निर्वाचन आयोगले 10 लाख भन्दा बढी नयाँ मतदाता थपेको छ। एमालेको रिट नेकपा एमाले सर्वोच्च अदालतमा प्रतिनिधि सभा पुनःस्थापना माग गर्दै रिट दायरा गरेको छ। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भन्ने मार्चको निर्वाचनमा भाग लिने घोषणा गरिसकेका छन् र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको 11औं अधिवेशनमा अध्यक्षको उम्मेदवार घोषणा गरिसकेका छन्। शेयर बजारमा सुधार नेपाली स्टक एक्सचेन्ज नेप्सेमा उल्लेख्य वृद्धि भएको छ। साताको तेस्रो दिन 0.20% बढेर नेप्से 2655.99 अङ्कमा पुगेको छ। कारोबार रकम 6 अर्ब नजिक पुगेको छ। प्रविधि जगत च्याट जीपीटीले शपिङ असिस्टेन्स फिचर सुरु गरेको छ। यस फिचरमा मानिसहरूले आफूले चाहेको कुराबारे कुराकानी गर्न सक्छन् र च्याट जीपीटीले इन्टरनेटमा खोजी गरेर उत्तम उत्पादन र उत्तम मूल्य सहित सुझाव दिनेछ। प्रविधि जगत च्याट जीपीटीले शपिङ असिस्टेन्स फिचर सुरु गरेको छ। यस फिचरमा मानिसहरूले आफूले चाहेको कुराबारे कुराकानी गर्न सक्छन् र च्याट जीपीटीले इन्टरनेटमा खोजी गरेर उत्तम उत्पादन र उत्तम मूल्य सहित सुझाव दिनेछ। डेङ्गुको सङ्कट कर्णाली प्रदेशको सुर्खेत जिल्लामा डेङ्गु रोगले भयानक सङ्कट छ। जुलाई मध्यदेखि 1400 भन्दा बढी मानिस सङ्क्रमित भएका छन्। स्वास्थ्य अधिकारीहरूले स्वच्छताको अभावले यो रोग फैलिने मुख्य कारण भनेर बताएका छन्। जनतालाई सावधान रहन अनुरोध गरिएको छ। मध्यपूर्वमा तनाव उत्कर्षमा इजरायलले लेबनानको राजधानी बेरुतमा हवाई हमला गरी हेजबुल्लाहका सैन्य प्रमुख हयथम अली तब्तबाईको हत्या गरेका छन्। तब्तबाई हेजबुल्लाहको कमान्ड संरचनामा महासचिव नाइम कासेम पछि दोस्रो महत्त्वपूर्ण व्यक्ति। अमेरिका चीन सम्बन्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चाइनिज राष्ट्रपति सी जिनपिङ फोनमा वार्ता भएको छ। व्यापार, युक्रेन र ताइवान बारे छलफल भएको छ। सीले ताइवानको चीन फर्किने कुरा दोस्रो विश्वयुद्धपछि अन्तर्राष्ट्रिय व्यवस्थाको भाग भएको बताए। ट्रम्पले फोन वार्ता धेरै राम्रो भएको बताएका छन्। इथियोपियाको ज्वालामुखी विस्फोटक विश्वको सबैभन्दा चौकाउने समाचार इथियोपियाबाट आएको छ। इथियोपियाको हाली गुब्बी ज्वालामुखी 1200 वर्षमा पहिलो पटक विस्फोटक भएको छ। यो घटना नोभेम्बर 23 आइतबार बिहान 8:30 बजे भएको थियो। इथियोपियाको अफार क्षेत्रमा रहेको यो ज्वालामुखीबाट राखको बादल 13 किलोमिटर 48,000 फिटको उचाइमा पुगेको छ। थाइल्यान्डको चमत्कारी घटना अन्त्यमा सबैभन्दा अचम्मको समाचार थाइल्यान्डबाट आएको छ। 65 वर्षीय महिला चोरन्थिर सकुललाई 2 दिनदेखि मृत मानिएको थियो। परिवारले उनलाई दाह संस्कारका लागि ब्याङ्ककको एक मन्दिरमा ल्याएका थिए। उत्तरी प्रार्थना फेस्कुलुनकोबाट ब्याङ्ककमा 300 माइल 500 किलोमिटर यात्रा गरी
शव पेटिकामा राखेर ल्याएको थियो। दाह संस्कार सुरु हुनुभन्दा केही क्षण अगाडि मन्दिरका प्रबन्धकले शवपेटिका भित्रबाट मधुरो आवाज सुने। शवपेटिका खोल्दा महिलाले हल्का आँखा खोलेर ढोका ढकढकाएको देखियो। सबैजना अचम्मित भए। उनलाई नजिकैको अस्पताल